Hello everyone, welcome back to my YouTube channel. Another vlog, it's me Jamuna Baragari Magar. I hope हजुरहरु पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम आरामै छु अनि म चाहिँ आज एक बिहानै रेडी परेर कहाँ जाँदै छ भन्ने कुरा त obviously तपाईहरुले टाइटल र थम्बनेलबाटै थाहा पाउनु हुनेछ म चाहिँ आज आरोहीलाई भेट्न जाँदै छु अनि आरोहीको चाहिँ डेलिभरी भएको थियो नि त अनि त्यसपछि हामी चाहिँ भेट्न जान पाएको थिएनौं अनि उसँग भेट नभएको पनि आफ्टर लङ टाइम भयो नि त अनि त्यही भएर चाहिँ आज जाँदै छु अनि म चाहिँ भर्खर यहाँबाट चाहिँ एलिनाको घर जान्छु अनि एलिनालाई लिएर दुई जना चाहिँ जान्छौं यसो चाहिँ हिजो आइभ्याएको छ आरोहीको घर गइभ्यायो आज चाहिँ हामी सबै चार जना साथीहरु पर लङ टाइम पछि भेट हुँदैछ प्लस न्यू बेबीको साथमा सो त्यही हो हजुरहरुलाई मैले देखाउने छु हामी वहाँ गएपछि आरोही प्लस आरोहीको न्यू बेबीलाई सो त्यति बेलासम्म हेर्दिनु होला गाइज किप वाचिङ म चाहिँ फाइनली रेडी भइसके अब चाहिँ म यहाँबाट हिन्छु मलाई चाहिँ यहाँबाट बुढोल एलिनाको घरसम्म छोड्दिनु हुन्छ अनि त्यसपछि चाहिँ एलिना र म चाहिँ उता आरोहीको घरतिर लाग्छौं गाइजहरु सो त्यही हो बाइ ल अरु भन्दै नि पानी पर्ला जस्तो ए छाता लान्छु भनेर बिर्सेछु छाता मैले कहाँ राखे हो अन्त पानी नपरि हुन्थ्यो जम हजुर ल म चाहिँ अब घरबाट निस्के मलाई चाहिँ बुढाले एलिनाको घरसम्म छोड्दिनु हुन्छ ल त यो पर्ने भित्र हाल्नु पानी पर्ला जस्तो छ बिना चिनो वाला मात्रै त्यहाँबाट हो कि ल बाइ बाइ ल उताबाट आएपछि एलिनालाई छोडेपछि एलिना छोड्न बाटो छ हैन गाडी छोड्न त्यहाँबाट अस्तिको जस्तो लिन आउनु ल ल म चाहिँ एलिनाको घर आएँ बुढा चाहिँ त्यही बाटो जानुभयो ओ एलिना फाइनली हामी कति बेर पछि भेट्यौं कति लङ टाइम पछि हैन अब फेरि अझ दुई जनालाई तिमीलाई त यस्तरी हेर्न मन लाग्यो किन
आफ्टर लङ टाइम पछि भेट भएर आमै नि लाज लाग्यो मलाई ल जाम ल एलिना रेडी परेर बसेर रहेछ हामी चाहिँ अब जान्छौँ आमै ए यो बोकेर जानु म अर्को नर्मल लिगौँ न म त यसको साथ दिन्छु कि यो सास अब चाहिँ हामी यहाँबाट हिँड्छौँ त्यो चाहिँ दिदीको स्कुटीमा अब हामी जानु लाग्यो गाइड त्यस्तै हुन्छ आफूले चलाइराखेको पनि हिँड म उता गेट लगाउँछु लाग्यौँ हामी चाहिँ अब राइडर छौँ न आजको मौसम चाहिँ घामले पोलेर बित्नी भयो त्यस्तै त कालो मान्छे झन् डर्नी भयो ल हामी चाहिँ 4 नम्बर आएर फलफुल किन्दैछौँ यो चाहिँ 4 नम्बर चोक ल हामीले कहिले जान्दा भनेर कति भयो कस्तो फिल हुँदैछ त राइड गर्दाखेरि ल हामी चाहिँ बनगाई आइपुग्यौँ अब यहाँबाट अझै छ टाइम लाग्छ त्यही भएर मलाई चाहिँ गाह्रो भइरह्यो लिनालाई चलाउन दिएको मैले चाहिँ बाटो ब्लक रहेछ फेरि रिटर्न फर्केर जानु पर्यो हामीलाई यताको बाटो बन्दै गरेको भएर हामी चाहिँ भित्रतिर घुसेको अब कता कता पुग्यो थाहा छैन ए यहाँ आइपुग्ने रहेछ बल्ल थाहा भयो यता बस्छ बल्ल मलाई अलिअलि आइपुग्यो बल्ल यो बाटो निस्क्यौँ फाइनल्ली आएको घर आइपुग्यो साइड लाग्यो पिपिप गर्दा यसो लुकेर बसेछ निस्क्यो छिटो कति टाइम यसो तिम्रो घर हो यो तिम्रो घर हो यो खुट्टामा
ए अझै दाइले अझ बहिनीलाई खुट्टा रेडी बनाऊ अरे भाइ कति पापी हो ए बिहेमा धेरै पछिल्लो दर्शन हाम्रो दाइलाई सुत्केरीलाई ढोक्दिया हेर मेरो सुत्केरी मान्छे अरे मोटाकै होइन सानो मान्छे यहाँ कस्तो मजाले सुतेछ सुते मजाले चङलाङ परेर हामी चाहिँ 1 वर्षपछि भेट हुँदै हामी मान्छेहरूले के भन्न भ्याते ल भन्दियो गाइजहरू देख्यौ हामीलाई हाम्रो पुन्टु रिच पुन्टु हेर्नु साइडमा आइफोन हातमा पैसा हेर रिच आज जम्मा 27 दिन हुनुभएको छ तर आइफोन साइडमा छ हेर्नुहोस् गाइजहरू यता हुँदा होइन यो झ्याल काटेको होइन अनि तिम्रो त्यहाँ हुँदा हो राखे अरे ठिक्क हुन्छ नि यो चाहियो हो यस्तै मैले किन्न भनिरहेको थिएँ है तिमीलाई मैले फेरि बेबीको राखेँ भनिदिएको कपडा छुट्टै भन्नु न त्यही त भनेको के राख्यो भने कतिसम्म हुन्छ हामी हेर्ने हामी किन्ने होइन हामी प्राइस सोध्ने अनि त्यसपछि छोडिदिनु सिन गरिदिने अनि छोडिदिने ए महँगो रहेछ भने छोडिदिने सस्तो रहेछ भने किन्ने महँगो रहेछ भने ठिक्क बाबुलाई धोएर लगाइदिनु पर्छ फोटोसुट फर्स्ट 1 मन्थ पुगेपछि गर ल बाबुले पैसा हेर हो गाइजहरू पैसा ल हामी चाहिँ खाना खाइए अब बोलेर दाइले अरे खाना हो के तिमीले खाना हो हामीले चाहिँ खानासाना खाइदा हुन्छ कि के गर्नु यहाँ हामी मात्रै यो त नर्मल हो कि युट्युबरहरुलाई त हो कस्तो इसुले उहाँ छोरा उस गरेछ आरोहीले यहाँ छोरालाई उस गरा हामी त हेरेको डाइलग फेरि खतरा दिन्छ एउटाले फेरि इसुको छोराले उहाँ बाबु बाबु ल दैया गर्दै ल हेरे उतै हेरे इसुको छोरा बाबु कुन्टे जिबी गरे आज नकल पार्दै हो नबच्चा तैले के रिच किड भएर फेरि यता पैसा उस गरिरहेको छ हामी चाहिँ भिख मागिरहौँ हामी चाहिँ अब तास खेल्न लागेको छ इसुको छोराले ल बस्छ तल पैसा दे पैसा कति धेरै सानो तर यहाँ छन् त्यही तर सूर्य जमुनाले पैसा जति मिदिने हामी हेरे
हामी हेरेको हेऱ्यो पठाइजो के त पैसा जितेर मकै जमुना फाइनली एलिनाले मैले चाहिँ यति पैसा जित्यौँ ल 5 जना हेरेकोमा पैसा देऊ पैसा थ्याङ्क यू इसुले र आरोहीले हेरे यहाँ सरप्राइज ह्यापी बर्थडे टु यु बर्थडे गर्ललाई ल छिटो छिटो जान छिटो ल हेर्नु गाइजहरू इसुले र आरोहीको सरप्राइज ह्यापी बर्थडे छिटो के नभन्नु ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे ल बस बस त एलिना एलिनालाई सरप्राइज दिएको के दाइले चाहिँ कोक भने यहीँबाट यता छोरो रोयो बिचरा नरो के नरो ऊ आशा आयो सरप्राइज दिएको त एलिना रोयो ओइ पागली उसको दिनमा रुन्छन् र छ्या नरो 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 के एउटा मन्द हाँस्यो नि यता रोहन यता बिहाल्छ ल एलिना एलिना कस्तो फिल भइरहेको छ तिमीलाई भन ल नसोचेको सरप्राइज पायो बिचरा बिजोक छौ त ऊ यता फेरि यस्तो यो पनि समात्ने अहिले भाइ एउटै बाटो गराएको छ Happy birthday to you. Happy birthday to you. Happy birthday. Rồi tay chưa? Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Bismillah, boy, no kid, no. What the hell is that? Haragon. Boy, boy. No, boy, no kid. How is the kid? Look at the chicken. What the punk how good? It's now one something. Punk on the Tado. Happy birthday. I'm the 7 and I got him. Happy birthday to you. Somebody got him. Happy birthday to you. Happy birthday. Thank you. Bye bye guys. हामी चाहिँ अब फेरि अर्कोचोटि भेट्छौँ अरे बाई बाई बेबी मिनी अनु सुतेछन् ल ल जाउँ हामी चाहिँ अब हिँडेको यहाँबाट खै र दाइ पठाइदिने मान्छे यसो अरे
तिम्रो छोराले हेर न यहाँ पहिला ल हामी चाहिँ अब जान लागेको बाई बाई ल बाई बाई तिमीलाई त बाई के गर्ने हो र ल जाऊ ल इसो चाहिँ उसमा अटोमा हामी चाहिँ स्कुटीमा चल निकाल ल हामी पनि ल दाइ नमस्ते बाई बाई ल बस ल बस नेक्स्ट टाइम भेट्नुपर्छ फेरि बेबीलाई केयर गरेर आफ्नो ल गई हामी ल बाई बाई ल हस् राइडर डेन्जर बसौँ फाइनली हामी चाहिँ चोकमा आइसक्यौँ अब इसुलाई गाडीमा पठाएर हामी चाहिँ जान्छौँ बल्ल ए यस्तो गर्नु होइन अगाडि होला अगाडि जा भन्नु है ल खै झोला ए ओ इसु ल ल रामसँग जाऊ नेक्स्ट टाइम भेटौँला फेरि बाई बाई ल बाई बाई पुगेर फोन गर है ल म साँझ आउने भनेको ल ल बाई बाई अब एलिनालाई छोडेर अब दिदीसँग फेरि अब म फेरि अर्को ड्राइभरसँग जाँदैछु बुटोलसम्म ड्राइभर चेन्ज गरेर गरे बाई बाई भोलि भेटौँ ल फाइनली गाइजहरू म चाहिँ घर आइपुगेँ अनि आउँदा आउँदा लेट पनि भयो सो मलाई चाहिँ बुढाले भल्लोईसम्म लिन जानुभएको थियो अनि त्यही भएर चाहिँ सजिलो भयो अनि मलाई फेरि कस्तो टाउको के दिनभरिको गर्मीले गर्दा बेसरी टाउको दुखेको भएर चाहिँ म नुहाइधुवाइ गरेर खाना खाएर बसेको अनि त्यही हो आज चाहिँ आफ्टर लङ टाइम पछि ठ्याक्कै 1 वर्षपछि हाम्रो 4 जना बेस्ट फ्रेन्डको भेट भयो अनि दाइसँग पनि भेट भयो प्लस न्यू बेबी बोयसँग पनि भेट भयो एकदम रमाइलो फिल भयो हैन मोमेन्टहरु क्रिएट गर्यौं अनि सो भोलि चाहिँ एलिनाको बर्थडे अनि फेरि आरोही चाहिँ घरबाट हिँड्न सक्दैन नि त अब भर्खर त सुत्केरी भएको छ अनि प्लस इसु पनि भोलि अब घर जाने भन्दै थियो त्यही भएर चाहिँ उनीहरु अब भोलि एलिनाको बर्थडेमा बस्न नपाउने भएको कारणले चाहिँ अनि एलिनालाई सरप्राइज पनि दिए दुई जनाले केक उस कट गरेर सो एकदम रमाइलो भयो यो मोमेन्ट चाहिँ सधैँभरि यादगार हुने नै छ त्यही हो एकदम के कस्तो अब त्यही त अनि हैन साथीहरु अब टाढा भयो प्लस आरो यता इन्डिया गयो अनि इसु सेंजा अब नजिक भनेको एलिना र म मात्रै थियौं नि त सो त्यति बेला चाहिँ हाम्रो दुई जना अब नजिक भएको भएर चाहिँ हामीले भिडियोहरु उस गरे राख्दा फेरि अब आरोही र इसुसँग बोल्नु हुँदैन अनि यता त्यता झगडा गरेको त्यता भनेको ती मान्छेहरु भन्नु हुन्थ्यो तर आज चाहिँ क्लियर भयो हामी बीच अब साथी भयो भन्दैमा हरमेस टाइम दिन सकिदैन नि त अब किनभने एक्लो ज्यान र फ्यामिली भइसकेको मान्छे धेरै डिफरेन्ट हुन्छ नि त सो त्यही भएर फोन अनि कन्ट्याक्टमा भएन भन्दैमा भिडियो आएन भन्दैमा सम्बन्ध तोडिन्छ भन्ने चाहिँ नसोच्नु होला सो त्यही हो अब चाहिँ क्लियर हुनु भयो नि त हामी बीच त्यस्तो नराम्रो केही पनि छैन अब बीचमा आएका ती मान्छेहरुले अब त्यही त अनि मान्छेहरु हैन राम्रो भन्ने भन्दा नराम्रो भन्ने धेरै हुन्छ नि त अनि त्यही हो एकदम अब
त बुझ्नुभयो होला के कारणले हामी अब यसरी भिडियो गराउन पाएको थिएनौँ भन्ने कुरा। सो त्यति नै हो आजको भिडियोलाई चाहिँ मैले यतिमै एन्ड गरेँ किनभने मेरो टाउको दुखिरहेको छ। सो सबैजनालाई बाई बाई गुड नाइट भन्न चाहन्छु। मिस यु अल अफ यु।